बिस्तारै के गर्ने मसँग नरिसाउ हेर अब म त यसपालि अब चुनावमा उठ्दिनँ भनेर बसेको थिएँ अब मेरो पार्टीको निर्णय हो यो मेरो निर्णय होइन अब पार्टीले उठाइदियो जनताले जिताइदियो अब के गर्ने अब मैले हो जनताले जिताइदिए धाँधलीले जिताए भन्न धाँधलीले गर्यो भनेदेखि त हाम्रो घरमा आउने त्यो पाङ्रे कुकुरले पनि चुनाव जित्छ धाँधली गरेर त कस्ता कस्ता इमान्दार नेताहरू पनि चुनाव हारेछन् हो त्यसकै शिकारमा पनि परे जेमा पनि माओवादी भने त माओवादी नै हो नि म त मान्छे माओवादीले मलाई चाहिँ एकदम डर पनि लाग्छ म त इज्जत पनि गर्छु लाल सलाम है के छ राजजी हजुर ठिक छ आराम हैन तपाईँहरूले त मान्नुपर्छ बा न घाम बनिएको छ न पानी बनिएको छ देशको लागि दौड्या छ यसो पानी सानी के खर्च हुन्छ कि त्यसो गऱ्यो भने कसो होला त्यसो भन्दा पो ट्र्याक्टर हो हामी त्यसरी जोत्नेलाई यसो गरे पनि ए हरिबहादुर भनेको छ उसो गरे पनि ए हरिबहादुर भनेको छ त्यो लाउरीको मैले पूर्व जन्ममा के ऋण खाएर छु र अब अर्को जन्ममा म त्यसलाई यस्तो जोत्छु म त्यसको राउँलाई जोत्छु अनि बुढो भएपछि बेचिदिन्छु अनि मोमो पसलमा गएर आफै मोमो खाएर आउँछु ए हेलो मदन बहादुर मलाई चिन्यो म हरिबहादुर तिम्रो हरिबहादुर ओहो को आयो भनेर भन्दाखेरि त 7:30 पो आएको रहेछ बेचिदिन्छु को किन्छ मेरो दिलको प्यार बेचिदिन्छु म प्यार किनिदिन्छु तेरो बहार किनिदिन्छु त बेच्ने मलाई म तेरो दिलको झन्कार किनिदिन्छु यो मेरो श्रीमती अलैची र भाग्यमानी भएस कठै यो मेरो श्रीमती अलैची ए मेरो पिरले दुब्लाएर त सुकुमेल जात्रै भएछ अलैची त कठै तपाईँहरू एकपल्ट उता हेर्नु न मलाई एकपल्ट उसले अँगालो मार्नु मलाई त्यसो गरेर कसो होला सबैजना झाडा पखाल लाग्यो भनौँ हामीलाई उपचार गर्न स्वास्थ्य चौकी लैजान्छ